हेलो, हामी कहाँ जाँदैछौँ? हामी अर्ग्यानिक तरकारी लिन जाँदैछौँ। हेरौँ है त के रहेछ अर्ग्यानिक तरकारी। देखे जरा किसमें कितना है ल ल ल देऊ देऊ अर्ग्यानिक तरकारी टिप्न चाहिँ हामी तरकारी टिप्न चाहिँ हामी यत्रो यत्रो डाँडा छेउछाउमा जानुपर्छ। यहाँ हाम्रो अर्को सिस्टर पनि हुनुहुन्छ। अर्ग्यानिक टिप्न चाहिँ हामीलाई अलिअलि कष्ट चाहिँ गर्नै पर्ने रहेछ। अलि दुःख त बढी गर्छ गर्नै पर्यो। अब यो योगा गर्न पाइरहेको छैन। माइती आएर रुममा गर्नुको मजा छुट्टै छ। हामी यसरी मर्निङमा खेल्दैछौँ। ल है साथीहरू, हामी चाहिँ अर्ग्यानिक सब्जी टिप्नलाई यसरी जङ्गल आएछौँ। उयो बढ्नै छ, यो बढ्नै छ। खै यो हो, यो चाहिँ हो कि किलो हुन्छ क्या। यो चाहिँ निङ्रो हो। नपता आमालाई देखाउनु भएन भने खाइदिनु न। टाढो हुँदा चाहिँ देखा जस्तो हुन्छ, नजिक आएपछि हराउने के हो? छैन। यस्तो मजाले फल्दो रहेछ नि जलको चाहिँ गाभाको चाहिँ सानो। के भएको? बच्चा ल अर्ग्यानिक तरकारी टिप्नको हालत यो चाहिँ निङ्रो र यसलाई चाहिँ के भन्छ अर्कोलाई चाहिँ? यसलाई चाहिँ यो खस्रोहरूलाई चाहिँ सेम निङ्रोकै क्वालिटी त है। यो चाहिँ निङ्रै जस्तो छ। यो अर्कोलाई चाहिँ के भन्छ कुनै? म त निङ्रो भनेर टिपेर धुरुक्कै छ। मान्छे धेरै म यहाँनिर यहाँ गाई बस्तु नचलाउनु हो भने चाहिँ डल्लै पाउँथ्यो होला। गाईहरू कुचिँदो रहेछ यहाँ कति यही आएको यहाँ माथि छ जस्तो छ। फाइनली हामी निङ्रो जलुको टिप